हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। आशा गर्छु हजुरहरू सन्चै हुनुहुन्छ अनि म पनि सन्चै छु। यता चाहिँ हेर्नु होला मासु, यो चाहिँ कुखुराको मासु हो। अनि यता चाहिँ मैले कराई पनि बसालेँ। त्यहाँबाट चाहिँ मैले प्याज पनि हालेँ, एउटा धेरै हालेको छैन, एउटा हालेको छु। त्यहाँबाट चाहिँ मैले मसला पनि हालेँ। मसला हालेर चाहिँ यसलाई मजाले एकछिन भुट्नुपर्छ। भुटेपछि चाहिँ अनि हल्दी अनि नमक पनि एड गर्नुपर्छ यसमै। अनि हल्दी नमक एड गरेपछि चाहिँ अनि यसलाई मजाले पकाउनुपर्छ। मसला चाहिँ एकदम तातो हुन्जेलसम्म पाक्नुपर्छ। पाक्यो भने चाहिँ मासु हाल्यो भने चाहिँ मासु चाहिँ धेरै स्वादिष्ट हुन्छ। अनि त्यही भएर चाहिँ मसलाको कलर आउन्जेलसम्म मसलालाई चाहिँ राम्ररी पकाउनुपर्छ। अनि अहिले चाहिँ यता हेर्नु होला, हाम्रो मसला चाहिँ रेडी भइसकेको छ। हेर्नु होला, रातो मसलाले चाहिँ तेल छोडिसकेको छ। अनि यस्तो भएपछि चाहिँ अनि मासु हाल्नु होला। मैले चाहिँ आज सिम्पल तरिकाले बनाएको छु, त्यति मसला पनि युज गरेको छैन। यसमा चाहिँ मैले हालेको छु अदरक, लसुन, त्यहाँबाट चाहिँ मैले प्याज काटेको छु दुईवटा, किनभने चाहिँ आज अलिक ग्रेभी टाइपको मासु खाने भनेर चाहिँ अनि प्याज हाल्यो भने चाहिँ अलिक ग्रेभी बाक्लो हुन्छ त, अनि त्यही भएर चाहिँ मैले दुईवटा प्याज हालेको छु। मैले चाहिँ यसमा खोर्सानी एड गरेको छैन, किनभने नानीहरू छ दुईजना, अनि त्यही भएर चाहिँ नानीहरूले नि खान्छ, अनि त्यही भएर चाहिँ मैले खोर्सानी एड गरेको छैन। लास्टमा चाहिँ म खोर्सानी हाल्छु। हजुरले हेर्नु होला, खोर्सानी चाहिँ हाल्छु भने म भुत खोर्सानी हाल्छु, अनि त्यही भएर चाहिँ मैले हालेको छैन। त्यहाँबाट चाहिँ हाम्रो मासु चाहिँ पाकिसकेको छ, हेर्नु होला। अनि मैले झल पनि हालिसकेँ। हेर्नु होला, हाम्रो मासुको कलर चाहिँ कस्तो राम्रो आएको छ। कसलाई खानु मन लाग्यो, खानु मन लागेछ भने हाम्रो घरमा आउनु होला। बाई बाई।